महाराज कंसपत महाराज रावण पधार रहे हैं। सैनिक व्यवस्था गर। महाराज रावण आउँदा पनि एउटा केही व्यवस्था छैन। हजुर महाराज। सैनिक हजुर महाराज। यतिको सैनिक मलाई चाहिन्छ। महाराज की जय हो, महाराज की जय हो। जय हो। मेरो लंकाको खबर सुनाऊ सैनिक। लंकाको खबर सबै ठिकै छ महाराज, महाराज की जय हो। त्यसो भए अहिलेसम्म मेरो लंकामा कोही अप्रिय घटना घटेको छैन हैन? कुनै त्यस्तो अप्रिय घटना घटेको छैन महाराज। त्यसो भए तिमीलाई पनि धन्यवाद छ। महाराज की जय हो। मैले सुन्दैछु यति बेला फलफुलको सिजन छ। कुनै पनि व्यक्तिले फलफुल तोड्न सक्छन्, सावधान। सैनिक तिमीले राम्रोसँग त्यसको रेखदेख गर्नु। हस् महाराज, महाराज की जय हो। यसो महाराज मलाई पनि केही मिठा मिठा फलफुलहरू लिएर आउनु जाऊ। महाराज की जय हो। सैनिक महाराज तिमी मेरो बाटिकामा जाँदैछौ कि गछिया चोकमा जाँदैछौ? जाँदैछु महाराज, गच्छा चोकै भए पनि पुगेर म। त्यतिकैमा भगवान श्री राम का दूत माता सीता को खोज गर्दै गर्दै लंकामा प्रविष्ट गर्नुभयो। हे सैनिक, मेरो लंकामा मेरो बाटिकामा कोही पसेको भन्ने खबर आएको छ, गएर हेर। हस् महाराज, जो आज्ञा महाराज। हे सैनिक, गएर हेर भनेको हेरी मात्रै रहन्छ कि क्या हो? आक्रमण गर। महाराज की जय हो। महाराज को महाराज की जय हो। कहाँ छौ, कता जायो भन्दैछ? महाराज की जय। कता भाइ मलाई महाराजसँग लिएर जान्छु। महाराज महाराज की जय। महाराज की लिएर आए, यसले उपद्रव गरिरहेको थियो महाराज। उपद्रव त यहीँ आएपछि नि मेरो मुकुटमा हिर्कायो। महाराज की जय।
यसले मलाई पनि हिर्कायो महाराज। होइन कहाँबाट ल्याइस है यसलाई? यो यतैपट्टि उपद्रो गरिरहेको थियो महाराज, यसलाई मैले समातेर ल्याएँ महाराज। अनि उपद्रो गर्दैमा ल्याउनु पर्छ त के गरेको छ गर्न चाहिँ अपराध यसले? महाराज यसले कसैको दारी उफ्रिने गरी यसले तानिरहेको थियो महाराज। कसैलाई गदाले यसले हिर्काइरहेको थियो महाराज। यसले सबै फताभङ्ग सबैतिर लथालिङ्ग बनाइरहेको थियो महाराज। भनेपछि मेरो त्यो सुन्दर बाटिका बगैँचालाई पनि उजाड्ने यही हो? यही हो, यही हो। बाटिका उजाड्ने पनि यही हो महाराज। त्यसो भए स्याबास पक्रेर ल्याइस्, अलि मजाले पक्री हलचल गरौँ। हस् महाराज, दौरो पक्रिन्छु महाराज। अब यसलाई जान्नु गर्नुपर्ने भयो। एकचोटि छोडिदिएर के नगर्छु जस्तै गर्दछ, के गर्दो रहेछ हेर्छु। हस् हस् महाराज। ल, ल। महाराज यसो त मलाई पछाडिबाट हिर्कायो महाराज। ए भागो पक्री पक्री पक्री। कहाँ जाँदैछ? ल हिँड हिँड। किन हिँड? छिटो छिटो। अब त रङ्गी हात पनि आएछ यसले त, स्याउ टिप्दै गरेको बेलामा। महाराज की जय हो। यो छोड्दै स्याउ के गर्दो रहेछ हेरौँ। महाराज यसलाई रङ्गी पक्रेको, यसलाई मैले रङ्गी पक्रेको महाराज। यसले स्याउ टिपिरहेको। अब यसलाई मजाले कस। मेरो मेघनाथ छोराले ब्रह्मास्त्रले बाँधिएछ, यो ठिक भयो। अब यो हलचल गर्न सक्ने छैन। अब यसलाई के गर्दा ठिक हुन्छ? महाराज यसलाई मैले दौरो गरी कसेर बाँधेको छु महाराज। यो डोरी। सेबास सैनिक सेबास, आजभरि महाराज रावणको पक्का सैनिक भयो। महाराज की जय हो। अब यसलाई उचित दण्ड दिनुपर्छ सैनिक। मैले हेरिसकेँ, यसको गर्दन काट्न मन थियो, तर मेरा भाइ विभीषणले दूतको गर्दन काट्न हुँदैन भनेका छन्। यसैले मैले भाइको आज्ञालाई पनि, भाइको वचनलाई पनि मानिदिने भएँ। तर यसलाई म केही नगरिकन छोड्नेवाला छैन। यसलाई के दण्ड दिँदा उचित हुन्छ होला महाराज? सैनिक, महाराज मैले सुनेको छु बाँदरको धेरै प्यारो भनेको पुच्छर हुन्छ अरे। यसैले आज यसको पुच्छरमा आगो लगाउनु नै श्रेयस्कर हुन्छ। महाराज त्यसो भए म पुच्छरमा आगो लगाउँ त? सैनिक, पुच्छरमा आगो लगाइदेऊ। हस् महाराज, जो आज्ञा महाराज। तर बिस्तारै लाऊ है। यता फर्की तँलाई अलि पोल्ने गरी लाऊ, मिलाएर कपडा सपडा हटाएर अलिलाई पोल्ने गरी। हस् महाराज, जो आज्ञा महाराज। अब यसलाई पोल्छ। ल ल ल। गए गए हनुमानजी समुद्र पारीको लङ्कापुरीमा। आगो चाहिँ बजाऊ है हनुमान। सबैजना एउटा स्थानमा बस्नु होला। सबैजना आफ्नो स्थानमा बस्नु।
अशोक मनमा फलफुल लगाए राक्षसहरूको नाश गराए अशोक मनमा फलफुल लगाए राक्षसहरूको नाश गराए पुगे है सीता चरणमा समुद्र पारीको लङ्कापुरीमा पुगे है सीता चरणमा समुद्र पारीको लङ्कापुरीमा समुद्र पारीको लङ्कापुरीमा जय राजा रावणको बुद्धि हरायो सबै आफैलाई आफै जलायो राजा रावणको बुद्धि हरायो सबै आफैलाई सबै जलायो सीताको खातिरमा समुद्र पारीको लङ्कापुरीमा सीताको खातिरमा समुद्र पारीको लङ्कापुरीमा भक्त हनुमान महाबलवान राम भक्त हनुमान महाबलवान रामको नाम जप्दै हिँड्ने भक्त हनुमान रामको नाम जप्दै हिँड्ने भक्त हनुमान राम भक्त हनुमान महाबलवान राम भक्त हनुमान महाबलवान रामको नाम जप्दै हिँड्ने भक्त हनुमान रामको नाम जप्दै हिँड्ने भक्त हनुमान राम भक्त हनुमान चल पर्वतमा दबाई दिन गए चल पर्वतमा दबाई दिन गए चल पर्वतमा दबाई दिन गए दबाई चिन्न नसकेर पर्वत उठाइ जाए दबाई चिन्न नसकेर पर्वत उठाइ जाए राम भक्त हनुमान राम भक्त हनुमान जय हो हरि लग्यो राम लक्ष्मण भैरवले हरि लग्यो राम लक्ष्मण भैरवले हरि लग्यो राम लक्ष्मण स्वर्गबाट छक्के परि हेर्छन् देवगण स्वर्गबाट छक्के परि हेर्छन् देवगण जगतको रक्षा गर्ने भक्त हनुमान